बगामा आइयो रेडी भएर हामी चाहिँ ट्रेक स्टार्ट गऱ्यौँ सो 4 घन्टा जति चाहिँ लाग्दैछ रे यहाँबाट राम्रोसँग हिँड्यो भने सो हेरौँ के हुन्छ हामी चाहिँ स्टार्ट गरिसक्यौँ निन्दा लागेको जस्तो भइरहेको छ यार कसै सक्ने त होइन भिउ देखिन सुरु भइसक्यो यहाँबाट सलाम भाइ हुसो लाग्यो लास्ट यार लौडा मामा यस्तै हल्ला विवेक हजुर मैले किन हुन्छ भने के यार मेरो यस इज नो 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 के छैन आत्तिनु सो 1 घन्टा भयो हिँडेको ठिकै छ यस्तो थाकेको छैन केटाहरू गाह्रो हो भनिरहेको छ चिसो हुन थाल्यो हुसो लाग्न थाल्यो हिँड्दैछौँ है मलाई चाहिँ एबिसी भन्दा त सजिलै छ जस्तो लाग्यो कोरी भन्दा पनि सजिलो है त्यही हो हिँड्दैछौँ सलाम भाइ आइज विवेक come on guys come on थाक्यो विवेक पुरै नगर लामा यार फाइनली फर्स्ट ब्रेक है त भोलि 2 घन्टा हिँडेपछि हामी फर्स्ट ब्रेक गऱ्यौँ कति घन्टा हिँड्यो कति घन्टा अरे 2 घन्टा हिँडेन कस्तो हुसो लाग्यो यार पर्दैन जिन्दगीमा दुःख खोजेर साथीहरूसँग ट्रेक आइयो साथीभाइहरू है यो डिसिजन चाहिँ एकदम चाहिँ है बरु बिहा गर्छु भनेपछि ओके भन्ने ट्रेकिङ जान्छु भन्दा नै ओहो नि थेत्तेरी यार दुःख पाइयो यार केटाहरू माथि छौ अम्मो यो हुस्सु हेर यार संसार जित्ने हुस्सु यार मम्मी अहिलेसम्म तपाईँको छोरो ठिकै छ हिँडिरहेछ रमाइलो भइरहेछ है 5 केजी घट्यो क्या यार 3 घन्टा भयो हिँडेको तर अझै आएको छैन त्यो छ भने एउटा काम गर साथीमा कोतार त्यस्तो नभए केटा यार होइन भरे गुन्ड आइसक्यो चल भाइ यता हेरिदेऊ न एकचोटि बिल्ला हिँडै केटाहरू यार पानी भर्न पायो भने पानी भरिदिन्थ्यो यार एउटा अब अझै छ यार 1 घन्टा 1 घन्टामा पुगिन्छ होला सुइटेडी सो टायर्ड है सो हामीले पानी चाहिँ सक्यो एउटा 1 जम्बो मात्रै बोकेको थियो नि त अनि यहाँ पानी मागेको के भन्नुभयो भने खोल्साबाट पनि भरि ल्याउनु रहेछ उहाँहरूले पनि 1 घन्टा चाहिँ लाग्छ अरे यहाँबाट अझै त्यो पानी लिने ठाउँमा यहाँ आउँछ अरे पहिला अनि पाइप फुट्यो कि के भन्नुभएको छ क्या सो यसो गाह्रो रहेछ यहाँ पनि पानी खानलाई अझै 1-1.5 घन्टा चाहिँ लाग्छ अरे यहाँबाट हामी चाहिँ रिक्वेस्ट गऱ्यौँ पानी अलिकति दिनुहुन्छ होला सायद त्यही नै छ केटाहरू भरिरहेछ नि त्यहाँ म्यानेज भएन विवेक म्यानेज भएन सो त्यही हो है एकदम गाह्रो सो गाह्रो केटाहरूलाई भरिरहेछन्
खोल्साबाट भरेर पनि बजाउने आई गेस इज ड्रङ्क है त्यस्तै खालको टोन छ अब 1 घन्टाभित्र हामी पुग्नेवाला छौँ कहाँ रे कहाँ पुग्छौँ हामी अब 1 घन्टापछि चोकमकर अब त्यही हो केटाहरूको हालत टाइट छ सास पनि गाह्रो भएको हुन्छ कि ए लड्दै र पढ्दै हिँडेका हामी अब 40 मिनट हो यहाँबाट त्यहाँ लाग्दैन अनि अँध्यारो भइसक्यो क्या कस्तो फिल भएर सलाम भाइ उयो त्यस्तो नभन्न यार लामा डोन्ट गिभ मी होप के छ डेड तँलाई कसले 1 बजे सुत्नु हाल्यो त यो तास खेल रह्यो मान्छेको अब आधी घन्टा त पुगिन्छ हामी गाह्रो भयो तर यार बाटो ठिकै हो तर कस्तो कस्तो भयो क्या भात खाएन भात पनि खाएन बाइकको थकाइ मान्छेहरू त के गर्छ भने बाइक लिएर आएर बगानमा 1 रात बसेर अनि बिहान बल्ल आउने रहेछ प्रायः जस्तो गर्ने रहेछ हामी सिधै काठमाडौँ आयो केही छैन पुग्छौँ होला अब आधी घन्टामा केही देख्दैन रहेछ तर चाहिँ Okay, good morning from चोकमकर सो हामी उठिसक्यौँ जाडो त जाडो रहेछ सो धेरै लुगाहरू लाछौँ हामी भित्र तातो न्यानो न्यानो खालको यस्तो राम्रो वेदर एकदम क्लियर भएको छ अहिले यहाँ चाहिँ सो माथि कस्तो हुन्छ हामी हेर्नेछौँ सो केटाहरू उठ्यो हामी खासमा लास्टमा 3 बजे उठेर सनराइज हेर्ने भनेको तर बट वी कुडन्ट किनभने चिसो पनि थियो निन्दा पनि पुगेको थिएन सो हामी अहिले कति बज्यो 5 बजे बज्यो होला है 5 बजे निस्क्यौँ हामी के छैन सनराइज त्यस्तै भयो अब कुण्ड हेर्ने अनि आउने है त सो हामी हिँडिरहेछौँ केटाहरू नि हिँड्दैछ है त सो दिस इज द मर्निङ भ्यू है हामी बसेको होमस्टे चाहिँ यो हो है सो केटाहरू सो यहाँबाट हिँड्नुपर्ने रहेछ सो हामी हिँड्छौँ है त अब 45 मिनट्सको वाक होइन तिमीलाई हिजो लेख लाग्थ्यो है ल अब भन त कस्तो के प्रिकसनहरू चाहिँ अप्नाउनु पर्ने रहेछ अझ कस्तो भएर अहिले चाहिँ ठिक छु म ठिक छु अब कति हिँड्नुपर्छ अझै 1:25 जति होला है 1 घन्टा हिँड्नुपर्छ पर्दैन होला 1 घन्टा पर्छ जस्तो लाग्यो कस्तो दामी है तर है तर लेक त हिजो मिठो लाग्यो यार वर्षमा 1-2 चोटि भए पनि काठमाडौँ छोडा केटाकेटी हो एकदम फाइदा हुनेवाला छ काठमाडौँ धादिङ जाला एकदम दामी छ चट्टान है मलाई त 5 घन्टा लाग्यो मलाई त जति हिँड्न हुँदैन यार त्यही भएर त भन्छ नि सास फुलेर हातमै आउला जस्तो भइसक्यो र मुटु मुटु खान्छस् मुटु कसले छ अलिक गाह्रो भयो यार चिसोले फुलिसक्यो सबै गाह्रो छ सो भयो कुण्ड जाँदै गर्दा राम्रो भ्यू देखेँ सो
वाक गर्दै गर्दा ट्रेक गर्दै गर्दा एउटा ब्युटिफुल है त हामी हिमाल देख्न पाइयो। सो ग्रिनरी त्यस्तै छन्। चाहिँदैन मलाई। यस्तो दामी देख्यो यार, किन यार। कसले? केटाहरूले तोङ्बाको मातमा गाइरहेको थियो सबले। अनि दिदी हजुरको फेभरेट गीत कुन भन्दै लाइन हानेको त्यसले केटाको कामै लाइन हान्नु त नि। च्याप्पै रहेछ यार। के अरे लेग्लीसँग त अन्त च्याप्पै के भित्र के हाल्नै नमिल्ने, सास फेर नमिल्ने भने चाहिँ भित्र त के हाल्न मिल्ने। मैले त रगा चाहिँ कसैको नभएको नाक पऱ्यो कसैले भन्न यसो छानेर नरगा। तर हिँड्न चाहिँ हिँड्छु म। गोसाकुण्ड कति अल्टिट्युडको? 44 ल्याइयो यार भैरवकुण्ड। भैरवकुण्ड है त पानी त सुकिरहेको छ अहिले यार अहिले त। सो यति हेर्नलाई हिजो 5 घन्टा ट्रेक, आज 2 घन्टा र हिजो फेरि राइड पनि 5 घन्टा। यति लामो डिस्टेन्स कभर गरेर चाहिँ हामी आयौँ। सो ठिकै छ, राम्रै छ। यो हेर्ने अनि सकेसम्म डुब्की मार्ने, सकेन भने पानी छोएर फर्किने। दे त भइहाल्यो नि। हामी फर्किँदैछौँ है, फर्किँदैछौँ हामी माथिबाट, माथि भैरवकुण्ड गएर। सो यस्तो हिउँसो हुसो परिरहेछ है, खोल्ने बन्द हुने भइरहेछ है। के भइरहेछ यो चाहिँ आएको ठिक बो पानी परिरहेछ सिमसिम हुसो लगाइरहेछ। राम्रो वेदरै खोलेको छैन। हामी 1 घन्टा भयो माथिबाट झरेको। सो आधी बाटो चाहिँ कम्प्लिट भइसकेको छ। सो स्टिल हाफ रिमेनिङ हिँड्दैछौँ। पानी परेको अरू भन्दा नि कस्तो हुसो लाग्यो त यार, बाटै नदेख्ने। सब विवेक पुरा जोसमा छ, पुरा इनर्जीका साथ हिँडेको छ। अनि दिस ज्याकेट इज टु गुड फर ट्रेकिङ। जाडोमा पनि भित्र एउटा थर्मोकोट अथवा सानो एउटा होइन लुगा लाग्यो भने बबाल तातो हुने है। सो दिस आई रिकमेन्ड टु एभ्री वान है। यो आउटर एकदम बबाल छ है। सो आर्टिकको सो टु गुड। सो केटाहरू चाहिँ बिस्तारै आउँदैछ, म चाहिँ निस्किहालेँ। फेरि बस्ने अनि हिँड्ने, बस्ने हिँड्ने झ्याउ लाग्यो मलाई। त्यही भएर म चाहिँ सुकासुन मुनि आइदिएँ। अब
हिजो हामीले नाइट स्टे गरेको होटलमा हामी म जानु लागेको छु त्यहाँ जान्छु अनि एकदिनसम्म हेर्छु अनि एउटा चिया खाएर चाहिँ अनि हामी त्यसपछि ब्याक टु काठमाडौँ है र त्योभन्दा अगाडि फेरि 2-3 घन्टाको चाहिँ डाउन हिल ट्रेक हान्नुपर्ने हुन्छ है सो यहाँ होटल आइसकेको छ हामी यो होटल पछि त अनि देन बाइक चलाइसकेर मुनि बगान पुगेपछि त है त खुल्ला छ यो हाम्रो होटल चाहिँ है हिजो बसेको चाँड आउने भएको यताको बाटोबाट आएको म अहिले मुनि नै आइएछ सो यो छ हाम्रो होटल बसेको हामी यहीँ जान्छौँ है त नबोल्नु त्यस्तो यार हाम्रो यस्तो अब टुट हाल्नै पर्ने भयो क्या अब चौरी त लेकिन चौरी हो रे होइन यार यसले चौरी भन्छ र भन्दैन के पुच्छा फेरि क्या लामो छ कि हेर्न फेरि पुच्छा चाहिँ हुन्छ बाक्लो आगको चाहिँ ज्यानमा नि पुच्छा जस्तो हुन्छ सबै ऊ हेर्न ल विवेक आयो विवेक आयो है भाग्यो हेर्ने विवेक झर्दैछौँ अब फर्किने हो काठमाडौँ यहाँबाट बगामबाट 12 विषय होइन छगाम होइन बगामबाट छगामबाट देन आफ्टर 12 विषयबाट त्यही हो अब आँखा तरेले ल यस्तो छ के देखाएको छैन राम्रोसँग है अब क्यामेराले अलिकति इफेक्टले चाहिँ राम्रो देखायो होला के पनि देखाएको छैन यहाँ बाटो मुनि हेर्न सक्नुहुन्छ यस्तो छ पानी बढाएको होला नि ओ रेनकोट लाउनुपर्छ क्या हो जादु भाइ हिँड्यो यार सनम भाइ यहाँबाट नि छ है ठिक छ यहाँबाट जानु नि त बाटै अलमल पऱ्यो यार हामी त कहाँ परेको यो बाटोबाट गएको थियो हामी है माथि हो चढाउँ त्यसो भन्छ हामी आयौँ अनि यत्रो बाटो रोडमा हिँडेको थियौँ टाढो अघि हिँडेको त यति टाढो पनि छैन के यति टर्निङ मात्रै हो फेरि त्यसमा चढ चिप्लेलाई पानी चाहिँ परिरहेछ त्यहाँ पनि हात ताने यस्तो छ बाटो यहाँ चढ लाग्यो टाढो रमाइलो भइरह झन् पानी पर्छ झन् रमाइलो पढो एकछिन रेस्ट गरौँ पानी एकछिन पनि बस्छ होला 2 घन्टा लाग्यो 2 घन्टा लाग्यो अनि हाँडा हामीलाई आधी घन्टा हो त्यो बढी लाग्दैन पानी पऱ्यो सब भिज्यो रेनकोट लगाए पनि मुनि सबै भिज्यो केटाहरूको तातानी यन्त्र खाऊ केटा हो वी आर ब्याक हामी चाहिँ यो चोकरमोकरमा आयो हिजो हामी बाहिर आएको नि त यहाँ अनि पानी परिरहेको छ यसो बसिरहेको छ सामान बाँधेर हामी काठमाडौँ फर्किन्छौँ बिजोग छ केटाहरू यहाँ आलुको लगाएको छौँ लगाइरहेको छौँ है बाइक यस्तो छ पानी परिरहेको छ हो सामान बाँध्छौँ अनि निस्किन्छौँ हामी अब कहीँ पनि भिडियो खिच्दैन किनभने पानी परिरहेको छ सब फेरि यस्तो सब भिज्छ मोबाइल सोबाइल गोप्रो सबै सब जहाँनिर चाहिँ पानी रहन्छ त्यहाँनिर गएर चाहिँ म मेरो फोन निकाल्छु अथवा क्यामेरा निकाल्छु अनि हामी सर्ट लिन्छु त्यही विवेक हाउ फिलिङ सो विवेकले चाहिँ गाह्रो मान्छे भनेर सोचेको तर विवेकले पनि हानिदिइसकेको छ बबालै भयो विवेक तिमीलाई त खतरा हो जेन्स तिमीले हानेर तिमीले यार अब आफूले नै एप्रिसिएट गर्नुपर्छ